नमस्कार, बेस्ट विसेस फाइनान्समा यहाँहरूलाई स्वागत गर्दै आजको यस भिडियोमा हामी नेप्सेको एनालाइसिस गर्नेछौँ। हिजो हामीले भनेका थियौँ कि यो एउटा ह्युज भोल्युममा कारोबार भएको थियो। एउटा 6% को सर्किट लागिसके पछाडि भोलिपल्ट चाहिँ एउटा ह्युज भोल्युममा लगभग 21 अर्बको कारोबार भएको थियो र त्यो 2800 को जोनमा चाहिँ एउटा सपोर्ट जोन हुनसक्छ, यहाँबाट रिभर्सल हुनसक्छ भनेका थियौँ। नभन्दै रिभर्सल चाहिँ भयो, तर यो चाहिँ बाइङ भोल्युम थियो कि सेलिङ भोल्युम थियो भनेर हामी अन्यलमै थियौँ भने आजको क्यान्डलले चाहिँ लगभग स्टार्टिङदेखि नै लास्टसम्म नै सेलिङ प्रेसर नै देखिएको हुनाले चाहिँ यसलाई चाहिँ हामीले अलिकति बायर भन्दा पनि सेलर बढी एक्टिभ भएको भनेर बुझ्न सक्छौँ। अब यसको हामी फर्दर हामी के यसको रणनीति लाउन सक्छौँ त भन्दाखेरि प्रत्येक सेक्टरलाई हेर्दाखेरि पनि लगभग केही करेक्सन आउने 2-4% को करेक्सन आउन सक्ने देखिन्छ। र नेप्सेलाई हेर्ने हो भने एउटा इमिडिएट सपोर्ट चाहिँ एउटा यही जोन नै छ। तर हामीले के भन्थ्यौँ भने लगभग हिजोको लोभन्दा तल क्लोजिङ हुन गएमा चाहिँ हामीले स्टप लस गर्नुपर्छ भनेका थियौँ। कुनै पनि स्टकहरूमा ट्रेडिङको हिसाबले लिएको छ र केही प्रोफिट छ भने प्रोफिट बुक गर्न सकिन्छ भने जुन फन्डामेन्टल स्टक अलि लङ टर्मको लागि लिएको छ भने त्यसलाई होल्डै गर्ने र झरेको बेलामा चाहिँ झन् थप्नलाई बाइङ अपर्च्युनिटीको हिसाबले लिन सकिन्छ। र अब मार्केट चाहिँ यदि यहाँभन्दा तल आएमा लगभग यो जोनसम्म पनि आउन सक्ने देखिन्छ। यो मुभिङ एभरेज 20 डे मुभिङ एभरेजको सपोर्ट लाइनसम्म पनि आउन सक्ने देखिन्छ भने अब भोलि चाहिँ इनकेस अब बायरहरू चाहिँ अलिकति एक्टिभ भयो भने यसैबाट पनि माथि जान सकिन्छ। तर प्रोबेबल चाहिँ आजको यो जुन सेलिङको हिसाबले हेर्ने हो भने चाहिँ केही करेक्सन, थोरै करेक्सन आउन सक्छ। यो करेक्सनलाई चाहिँ राम्रो स्टकहरू चाहिँ बाइङ गर्ने हिसाबले लिनुपर्छ। केही तल आएर कन्सोलिडेट हुन थाल्यो भने हामीले बाइङको हिसाबले सोच्नुपर्छ भने अहिलेको हिसाबले चाहिँ आजको दिन चाहिँ सेलरले नै जितेको देखिन्छ। यस्तै भिडियोको लागि च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद।